कहिलेदेखि चाहिँ तपाईँ भारतमा खेती लाउन थाल्नुभयो त? भारत परेको 55 देखि थाल्यो त। त्यो पिलर छैन हजुर। यहाँ हाम्रो मालिकहरू थियो राजमिस्त्रीहरू, त्यो एउटा केटो मालिकको छोरोले उकालेर फ्याँकिदिएको थियो। अनि एसएसपी खोज्नु आएको थियो। अनि भन्दैछ जहाँ थियो त्यो पिलर त्यहीँ गाडिदिनु, नभए तिमीलाई पक्रेर म लान्छु त्यो दिल्ली। अनि डरले त्यहीँ गाडिदियो नि बिचरा, के भन्नु, तिनीहरूको जग्गामा थियो। हो के गर्छ तिनीहरू, त्यसै सबै हप्काएर त्यसै गर्छ भने हामी के गर्नु? ठुलो मान्छे आउँदैन, जान्ने मान्छे, हामीले नजान्ने मान्छे, के गर्नु, नेताहरू आउँदैन। अनि अब यो जग्गा तपाईँहरूलाई भोगचलन गर्न दिएन भने चाहिँ? भोगचलन दिएन भने के छोडिदिनु पर्छ नि, के गर्नु? अब लडाइँ झगडा गरेर सकिँदैन उनीहरूसँग, सकिन्छ त? दुःख त लाग्छ नि, अब के गर्नु, के गर्नु, दुःख लागेर के गर्नु? छोड्नुपर्छ भनेपछि छोड्नुपर्छ नि, अब के गर्नु। अनि तपाईँको यो बाहेक